सेक्सी सेट टुटा भएको नदिया यो नदियातिर पोटीमा चाहिँ यति छ अनि यहाँ त्यो सानसानो झ्यान्डाहरू तेरे यार बतेरे मेरा तू ही है बस यारा So yo what up guys welcome to my brand new vlog चड्डीमा अब मछली मार्नलाई रेडी हामी चड्डीमा त्यस्तो नदेखाम होला अहिले फेरि युट्युबले स्ट्राइक हालेर सो आज चाहिँ हाम्रो के गर्नु गइरहेछौँ भन्दा नि सो अमेजिङ फिसिङ हान्नु गइरहेछौँ है सो गाइस अब चाहिँ हिँडिसक्यो होइन अनि उहाँ अगाडि अझै तिनजना हिँडिरहेछ म जोडेर चौथो सो गाइस यहाँ पोइया माछा र चाहिँ यहाँ हिँडेको कुरा हुँदैछ मार्ने चाहिँ साथीभाइ चाहिँ मलाई थाहा छ अनि पहिला त म होइन यता गाइस मकै सो उहाँ उयो सामानहरू छ अब हामी चाहिँ द्याट इज अमेजिङ फिसिङ हान्नु क्या अमेजिङ पुरै अमेजिङ हेर्दै जानु नि थाहा पाइहाल्नुहुन्छ कस्तो अमेजिङ ट्रेडिसनल तरिकाले माछा मार्ने देशी नुस्खा हो जुगाड सो के भन्छ नि थम्मेल अथवा टाइटल हेरेर चाहिँ थाहा पाइसक्नु भएको होला अब के भन्नु यस्तै हो हेर्दै जाऊँ अब यसो हिँडेको पनि बाटोको टाइमलेस बाइकहरूमा हुँदा छुट्टै थियो सो टाइमलेसै गएछ सो गाइस यहाँ हेर्नु चाहिँ ओर्लिने स्ट्रगलिङ चल्दैछ अनि यहाँ फ्याली जाल छ होइन एक सर्ट हानेको हेरेर जाउँ न सो खोला चाहिँ यही हो हामी चाहिँ अब हिँडिरहेछौँ होइन ओइ झन्डे यसो खोला आउँदा यहाँ फेरि के थाहा छ 5 रुपियाँ ओइ सो गाइस यहाँ हेर्नु 5 रुपियाँ भेटियो ओइ गाइस 300 कता रहेछ यहीँ छोड्दौँ सो गाइस हेर्न सक्नुहुन्छ हाम्रो थाल तयारी हुँदैछ यसरी माथिन्छ होइन यो चाहिँ पुरानो के भन्छ पुर्खोबाट आइयो तरिका हो यहाँ यस्तो छेद बनाउने यसमा चाहिँ होइन माटो आँटा के हुन्छ हाल्ने हो मार्ने हो सो सुरुमा चाहिँ यसो हल्का भिजाउनु पर्छ यहाँ खोलामा गइँदैछ भिजाउनु सो हल्का चाहिँ भिज्नै पर्छ अनि यता गाईले पनि हेर्दैछ के भइरहेछ भनेर अनि अझै चाहिँ हामी दुईजना छौँ होइन दुईजना एउटै पछाडि मारिरहेछ सो अब यो रेडी गरेर मिल्दैछौँ सो गाइस यहाँ आँटा साटा हालेर रेडी भइसक्यो यो पनि रेडी भयो यो पनि यहाँ पखालेर यसलाई चुट्टा हाल्ने होइन सो यसलाई चाहिँ म भिजाएर मिल्दैछु सो गाइस यहाँ चाहिँ यो थापिसक्यो होइन सो यहाँ नथापेमै यहाँ माछाहरू हिँडिरहेछ हेर्नु सक्नुहुँदैछ क्यामेरामा मजा चाहिँ देखेको छैन होला सो अब यहाँबाट निस्कौँ अथवा झन्डै नत्र माछा आउँदैन म चाहिँ अर्को ठाउँमा हाल्ने प्लानमा थिएन पर अलिकति तर होस् यहीँ हालिदिएको यहाँ पनि खतरा आउँछ नि त यसलाई चुत्ता पढाएको सो गाइस यहाँ सक्नुहुन्छ माथि यहाँ चाहिँ पुरै आइसक्यो होइन ओइ सो गाइस त्यहाँ हाम्रो निकाल्नुतिर पुग्यो होइन त्यो मास्टरले निकालिदिँदैछ ओइ आएछ नि हो गाइस एक लटमा यति आउँछ भन्नु न मैले तँलाई सो खोल्नु नि थाल्ने पाउ आएछ एक पावा त्यो पानीको वेट हो सो गाइस तपाईँ पनि यसो गाउँ छेउतिर टेक्निक युज गर्नु खोला सोला छ भने यहाँ यो पनि परेको रहेछ दुईवटा सबै खाने हो क्या प्लास्टिकले त सेक्सी सेट टुटा भएको नदियारी गाइस हाल्नु एउटै नछोरे सो अब अर्को निकाल्नु पर्यो सो गाइस अब मैले मेरो थापेको ठाउँबाट निकाल्नु गइरहेछु झन्डै झऱ्यो न हेर्दा पुलिस सो मेरो चाहिँ यो ठाउँ होइन थापेको
यसो यहाँ पनि छ होइन डेढका सेड्काहरू भएको पढ्ने चाहिँ के छ पढेको यसो पढेछ डेढका सेड्काहरू देख्दैछु त म सो अब यो फलेर मिल्दैछु हो गाइस हेर्न सक्नुहुन्छ यहाँ अगाडि अब हाम्रो जालवाला पनि आयो होइन सो जालमा एट्याक हान्नु गइरहेको छ सो जाल हान्यो अब हेरौँ के कसो निस्केला सो गाइस हेर्नु अर्को लट पनि निस्किसकेको रहेछ छैन मेरो ल ल्याउँदैछु सो गाइस माछाले मात्र नभएर यहाँ निङ्ग्रो पनि टिप्नु भइसक्यो हेर्नु सक्नुहुँदैछ निङ्ग्रो यस्तो गर्ने यसरी भाँच्ने निङ्ग्रो सो गाइस थालबाट थापेर चाहिँ यति माछा निस्किरहेको छैन देखिएको छैन हेर्नुहोस् सो गाइस यहाँ यो पालि चाहिँ अलिक गतिलो परेछ यहाँ ठुल्ठुलो नदीहरू ओइ हो ए गाइस यहाँ अलिक ठुल्ठुलो छ कत्रो ठुलो गाइस यही भएको छ सो गाइस हाम्रो सी फिसिङ सकिसक्यो होइन त दाइ अनि म घरतिर लाग्दैछु कति भयो भनेर यहाँ सक्नुहुँदैछ सो यो चाहिँ अहिले रिभिल हाल्नु एकछिनमा होइन फिजाएर चालु छ सो गाइस फाइनली म सेल गराइसकेँ होइन यता सो गाइस हेर्न सक्नुहुन्छ मैले मारेको माछा चाहिँ यति छ होइन अनि उनीहरू दुईजना थालले अझै मारिरहेछ तिनीहरूले चाहिँ अब कति के ल्याउँछ थाहा भएन सो मामा पनि यसो ड्युटीबाट आइसक्नु भएको छ अनि म चाहिँ यता पास्ता कुकिङ हाल्दैछु कसले बनाएको यो पास्ता चाहिँ माइजीले बनाएको रहेछ होइन यो माइजी यता सब्जी हाल्दैछ सो गाइस यहाँ मास्टरहरूले पनि ल्याइसक्यो ऊ मेरो माछा सो गाइस यहाँ अब टोटल कति माछा हुन्छ हेरौँ खन्या अन्त मामी खन्या मास्टरले ल्याएको माछा आधी किलो बेसी मारेछ सो गाइस फाइनली यहाँ हेर्न सक्नुहुँदैछ यहाँ त्यो चाहिँ पुरै फिस्टे हुँदैहरू होइन अनि यता चाहिँ हाम्रो नदियारी र पोथीहरू धुइरहेको छ भनेपछि हाम्रो यता मास्टर यता लाइट देखाउँदैछ सो गाइस यहाँ हेर्नुपर्छ हाम्रो यो नदियारी र पोथीमा चाहिँ यति छ अनि यहाँ त्यो सानो डेन्डाहरू यहाँ भइसकेको छ थोरै सो गाइस आजको भ्लगलाई यतै एन्ड गरिन्छु म मिल्छु नेक्स्ट भ्लगमा होइन तलसम्म गाइस टिल देन टेक केयर एन्ड बाई